बा र हजुर बाहेक अरू कसैको पनि चोरेको छ। अहिले चाहिँ त्यही 1500 शिव दाइको परेको छ यो पुत्र। ओके आमा। चोरी चोरी पैसा जम्मा गर्ने मलाई थाहा थियो तैँले बेला बखत पैसा झिक्छस् भन्ने कुरा। थाहा पाइ पनि मैले केही भनिनँ। तर त्यसरी झिकेको पैसा यसरी जम्मा गर्छस् भन्ने चाहिँ थाहा थिएन। कमाइ नभए पनि 2-4 पैसा बचत गर्न जानेको रहेछस्। यही ठुलो कुरा भयो मेरो लागि। वर्ष चोर्ने काम चाहिँ अब नगर। चोर्नु राम्रो होइन। तपाईँको चोर्छु। अझै चोर्छु भन्छ अहिले गाला फुटाउँछु अहिले। सुन त्यो चन्द्रे बाहिर जान्छु भनेर हिँडेको छ अरे अहिले। अब यहाँ भैँसी फार्म खोल्छु भने मान्छे फेरि किन त्यतातिर सोचिरहेको हो। बाहिर जानु पर्दैन, आफ्नै देशमा गर्ने हो भनेर भन्। अलिकति अप्ठ्यारो आयो कि भाग्नु खोज्ने। तैँले भने मान्छे त्यसले सम्झा, जानु पर्दैन बाहिर। ल सम्झाइहाल दाइलाई। ए ल त्यो पैसा चाहिँ नि दाइले दिए। यो रहोस् ल, यो राख। त्यो 3500 चाहिँ लगेर दाइलाई दिए। त्यसको पनि वचन किन खानु र। ल त्यो दाइको पैसा फिर्ता दे। मैले दिए 500ले बाको औषधि र चप्पल ल्याइदिएँ है। ल बालाई चाहिँ औषधि र त्यो चप्पल तैँले आफ्नै पैसा ल्याइदिए हो भन्नु, मैले दिए नभन्नु है। ल दाइ के भयो कान्छा? तपाईँलाई एउटा कुरा भन्नु थियो त। के हो भन? फेरि झगडा गर्न आएको त होइन? यो पैसा तपाईँको ट्याङ्काबाट निकालेको थिएँ। चाहिएर नै निकालेको त होला। हुन त तपाईँले नै मलाई पहिला तँलाई खर्च सर्च छैन होला भनेर दिनुभएको थियो। त्यति बेला मैले लिइनँ। पछि पैसा चाहिरहेको थियो दाइ, अनि
त त्यति बेला मैले तपाईँलाई सोध्नु पर्थ्यो निकाल्ने बेलामा मैले पैसा निकालेँ भनेर मबाट गल्ती बताएँ। अब म तपाईँकै कान्छो भाइ हो क्यारे, मलाई नादान सम्झेर माफ गरिदिनु है त। यो पैसा राख्नु। ठिकै छ, गल्ती स्वीकारिस्, त्यो नै ठुलो कुरा हो। हेर भाइ, तँ परिवारकै कान्छो छोरोस्। त सानो छँदाखेरि मैले तँलाई धरालो गर्दै हिँडेँ। तँलाई मैले काँधमा बोक्दै हिँडेँ। बरु चन्द्र अलि ठुलो थियो, त्यसलाई बोक्न सक्दिन थिएँ। भाइ हो तिम्रो र मेरो, माया त लाग्छ नि। मान्छे जति ठुलो हुँदै जान्छ व्यवहार त्यति नै परिवर्तन हुँदै जाँदो रहेछ। हो नि दाइ, म त उमेरले मात्र ठुलो भएछु। यही पैसा निकाल्ने बेला पनि म चोर दोषी ठहरिन्छु भनेर मेरो बुद्धिले भ्याएन दाइ। तपाईँलाई एउटा कुरा याद छ दाइ, हामी सानो छँदा एउटै ओछ्यानमा एउटै ओढनी तान गरेर सुत्थ्यौँ। यो कान्छो डराउँछ भनेर तपाईँहरूले मलाई बिचमा सुताउनुहुन्थ्यो। अस्ति भर्खरै जस्तो लाग्छ दाइ। जे होस् तैँले याद गरेको रहेछस् ती कुराहरू। ढर्सेर पनि तँलाई थिइस्। फेरि भूतको कथा पनि तँलाई नै सुनाउनु पर्थ्यो। त्यसैले तँलाई हामीले बिचमा सुताउँथ्यौँ। तँलाई अझ अर्को कुरा त थाहा नै रहेछ। हुन त मस्त निदाएको हुन्थिस्, कसरी थाहा हुन्थ्यो तँलाई? हामी दुई दाजुभाइको बिचमा तँलाई सुताउँदाखेरि बिहान उठ्दा तेरो टाउको हाम्रो खुट्टातिर अनि तेरो खुट्टा चाहिँ चन्द्र र मेरो टाउकोतिर अझ च्यापोमा हान्थिस् तैँले। त्यो त तँलाई थाहा नै रहेछ। अनि अर्को कुरा थाहा छ दाइ तपाईँलाई? हामी सानो छँदाखेरि हाम्रो घरको आँगनमा आमाले कोदोको रोटी 3 टुक्रा भाँचेर दिनुहुन्थ्यो। हामी त्यो कोदोको रोटी तँलाई बेसी भयो मलाई थोरै भयो भनेर लुच्चा चुडी गरेर झगडा गर्दाखेरि बा आमा कति खुसी भएर गदगद भएर हेर्नुहुन्थ्यो हामीलाई। तर आज हामी ठुलो भयौँ, तिनै बा आमाको सम्पत्ति त्यही रोटी जस्तै भाँचेर लुच्चा चुडी गर्दाखेरि बा आमा दुखी भएर हेर्नु हुँदो रहेछ दाइ। साह्रै अनौठो उदेख लाग्दो हुँदो रहेछ जिन्दगी पनि। त्यही त, अब यो पैसा तँलाई मैले पहिले पनि राख्ने भनेको थिएँ, त आफै लिन मानिस्। अब बिहे गरेको मान्छे, कमाइ धमाइ केही छैन तेरो, यसो अलिअलि तँलाई खर्च हुन्छ भन् ठानेको थिएँ। होइन दाइ, भइहाल्यो, यो पैसा तपाईँ आफै राख्नुहोस्। मैले यो पैसा मासेको थिएन दाइ, र गलत नियतले निकालेको पनि थिएन। बा बिरामी परिराख्नुहुन्छ,
कहिलेकाहीँ आमा पनि बिरामी पर्नुहुन्छ। तपाईँहरू सधैँ घरमा हुनुहुन्न। प्राय म घरमा बसिराख्दाखेरि बाले कान्छ मेरो औषधि सकिएको छ, यो ल्याइदे है बाबु भन्नुहुन्छ। मैले कहाँबाट पैसा ल्याउँथेँ र दाइ? त्यही भएर त तँलाई मैले राख भनेको त। राख, बरु चाहियो भने अरू माग। भन र, थाहा छ त मलाई तेरो कमाइ छैन भन्ने कुरा, त्यही भएर त मैले केही नभनेको। राख। होइन दाइ, बाको औषधि ल्याउनको लागि आमाले दिइसक्नु भएको छ पैसा मलाई। यो तपाईँको पैसा राख्नुहोस्, पछि चाहियो भने मागौँ न दाइ। कान्छा सुन भाइ, बालापनका दिनहरू रमाइला थिए, तर अब हामी बालक रहेनौँ, ठुलो भइसक्यौँ। यो घरको जिम्मेवारी त हामी 3 दाजुभाइको काँधमा छ, त्यो हामीले बिर्सिनु हुँदैन। अब हेर त, चन्द्र र मुनाको सम्बन्ध सुन्दैछु विदेश जान लाग्दैछ अरे। दुईजोको श्रीमतीलाई छोडेर किन विदेश जानु परेको त्यसलाई? श्रीमतीको त्यस्तो अवस्था छ, अब दुईजना बिचको सम्बन्ध किन चिसाउनु परेको? बुद्धि बिग्रेको भन्नु कि दशा लागेको भन्नु कि? हेर कान्छा, तैँले चाहिँ चन्द्रले जस्तो बुद्धि नबिगारिस्। अब भोलि तेरो पनि बच्चा बच्ची हुन्छ, बुद्धि पुऱ्याएर अगाडि बढ्नु। हामी छोरो मान्छे भइसकेपछि हामीले आफ्नो कर्तव्य, आफ्नो दायित्व बोध गर्न सक्ने हुनुपर्छ। खै दाइ, म त कहिलेकाहीँ सोच्दा सोच्दै पागल हुन्छु। केही गर्ने सोच मन त छ नि, तर के गर्ने, धन छैन। धन हात चार्नलाई त भाग्य पनि चाहिन्छ क्या। अब मेहनत मात्र गरेर धनी हुने भए हातमा ठेला परुन्जेल काम गर्ने मान्छेहरू सबै धनी हुन्थ्यो। त्यसो भए तिनका फुर्ती पनि सकिएछन् होइन त? ओहो नि, माइतीले दिएको सम्पत्ति हो भनेर ती दिदीको कम त फुर्ती थिएन नि बाबा। आखिर सम्पत्ति बाँडिने नै भयो होइन त? ल ल बधाई छ, गरी खाउन् ती बिचरा भाइहरूले पनि। सोझाका पनि दिन आउँछ भन्थे, हो रहेछ। ल ल अहिले राखे ल। कोसँग कसको कुरा गरिरहेछ राधिकाले? ए शिव दाइ, तपाईँ यहीँ पो हुनुहुन्थ्यो? खन्न लाग्नु भए रहेछ। अब यति काम त मुकेशलाई अडाएको भए नि भइहाल्थ्यो नि। अब आफ्नो भागमा परेको सम्पत्तिमा आफैले गर्नै पर्यो नि राधिका। होइन, तिमीले अघि कोसँग कुरा गरे कि? ल, तपाईँले सुन्नुभयो कि क्या हो? किन र? मैले सुन्न नमिल्ने थियो र? होइन होइन, त्यस्तो त होइन, तर तर के तर? भन न, कोसँग कुरा गरेको तिमी? मेरो साथीसँग। उतैबाट फोन आएको। म त साग लिन बारीमा आएको थिएँ,
फोन आयो अनि कुरा गरेँ कि। ए अनि तिम्रो साथीको घरमा पनि सम्पत्तिको विषयमा त्यस्तो के नराम्रो थियो र? दाइ, एउटा साथीको देवरानीको माइतमा यस्तै किचलो भएको रहेछ। फेरि घरका त्यति हुने खाने रहेनछन्, माइतीबाट अलिअलि सम्पत्ति ल्याएकी रहेछ। देवरहरूको सम्पत्तिमा पनि आँखा लाइछिन्, त्यही भएर तिनको माइतीबाट ल्याएको सम्पत्ति पनि बाँडिने भएछ। त्यही कुरा गर्दै थिए के साथीले। ए अनि त्यसरी माइतबाट ल्याएको सम्पत्ति पनि बाँड्नु पर्ने भन्ने कानुनमा छ र? खै दाइ, भएरै त बाँडियो होला नि। असाध्यै छुच्ची थिए त्यो साथीकी देवरानी, त्यसलाई त ठिक्क परेछ। ल ल दाइ, अहिले म घर जान्छु है। आमाले बारीमा साग लिन पठाउनु भएको, उता पकाउन ढिला भइसक्यो। गएँ है। लोभ पनि गरेका छन्, बाँडिदिन्छु भाइहरूलाई। यति मैले बाँडिसकेपछि त चितवनमा चन्द्रको ससुराले मुनालाई दिएको जग्गा पनि त बाँडफाँड गर्नुपर्छ नि। अब थोरै दिएर पाइन्छ भने ठिकै छ नि। अब भने मेरो फोनको नाटकले काम गरे जस्तो छ। अब उठेर दुमदुम त्यो ओछ्यानमा बसिरहेर यसो तल हावे हुन्थ्यो। मैले त चिया ओछ्यानमै ल्याइदिएँ। ल लिनुहोस्। के भयो आज? के हुनु नि, रातभरि निद्रा परेन। अब अहिले जाँगरै छैन। त्यही त होला नि, बुढेसकाल, पिर, चिन्ता। त्यही त भने, मलाई पनि घाँटी दुखेर खोकी लाग्नु सुरु गरिरहेछ। जिन्दगीमा सुखा दिन नि कहिले नआउने भयो कि क्या हो हामीलाई त। त्यो चन्द्रिया लोनी स्वास्नीले के नयाँ खिचडी पकाउँदैछन् फेरि, मैले त केही बुझ्नै सकेको छैन। हिजो हजुर निदाउन लाया भएर फेरि निदाउन ला मान्छेलाई किन तनाव दिनु भनेर मैले केही कुरो भनिनँ। हिजो राधिका र म मुना माइती पुगेका थियौँ। अनि अहिले राधिका कहाँ गई त? जानु बारीतिर गएर साग टिपेर लिएर मुलासुला लिएर भनेर पठाइरहेछु। त्यसलाई जहाँ पनि पुच्छर बनाएर लैजानु हुँदैन है। म चन्द्रलाई सम्झाउनु भनेर ढिला घर गएको, त्यो मभन्दा पहिला त्यहाँ पुगेर चाहिँ। अब त्यतैबाट चन्द्रिया ससुराली जाउँ भनेर गइयो। अब अरू त के भन्नु र म। अनि मुना के भन्छन् त? चन्द्र के भन्छ? के हुनु र, चन्द्रे खुलेर कुरो गर्दैन। केही टेढेङमेढेङ परेको थियो हाम्रो भन्यो। अनि मुनासँग के रहेछ बुझाउँ भनेर म गएको। अब मुनाले तपाईँको छोरासँग मेरो सम्बन्ध कायम हुँदैन अब भनी। के रे? सम्बन्धै खतम हुने के काम गरेछ चन्द्रले? चन्द्रे मोरोले त्यो छोडेर गएकी स्वास्नी साइलीको फोटो सिराना राखेछ। खटपट त्यहाँबाट सुरु भएछ। त्यसमाथि कुन चाहिँ अर्की एउटी केटीसँग नारियर फोटो खिचेछ अँगालै मारेर। त्यो फोटो देखाउँदै थियो मलाई मुनाले। ए बाबा, एउटा स्वास्नी मान्छेले आफ्नो लोग्नीले परस्त्रीसँग अँगालै मारे फोटो देखेपछि त कसले मन बुझाउँछ त भने? चित्त दुखाउनु पनि त स्वाभाविक हो। आगो बकी छ मुना, त्यसो गर्नु हुन्छ त? तिमीले पनि सबै कुरो तालमाल बुझे जस्तो लागेन मलाई त। त्यो राधिका यहाँ आएदेखि क्रमैसँग केही न केही हाम्रो घरमा गडबड भइरहेकै छ। अन्य तरुणीसँग अँगालो मारेर फोटो खिच्ने हाम्रो चन्द्रे, अनि दोष चाहिँ फेरि राधिकालाई किन? यहाँ स्याल कराउनु र कुखुरा हराउनु जस्तै भयो। जहिले पनि त्यो राधिकाले त चन्द्रकै पक्षमा बोलिरहेको छ, फेरि दोष किन उसलाई? मिल्दैन मिल्दैन, यसरी मिल्दैन। सानी आमाले दोषलाई भन्छन्, म त्यस्तो चन्द्र। तिमी उसलाई धेरै विश्वास नगर। ऊ कस्ती छ, के गर्न सक्छ, कहाँ ताकेर कहाँ हान्न सक्छ मलाई मात्र थाहा छ। ऊ आफ्नो फाइदाको लागि जे गर्न पनि पछि नपर्ने मान्छे हो। चन्द्रको घर नबिग्रियोस् है भन्नको लागि सचेत हुनुपर्छ हामी। तल्लो गरामा पानी लाउनलाई माथिल्लो गराको आली मात्रै काटे पनि पुग्छ।
तर उसले त पुरै गरा नै भत्काइदिन सक्छ। खै के हो पीर पनि सधैँ हामीलाई नै पर्ने, सकस पनि सधैँ हामीले नै बेहोर्नु पर्ने। कहिलेकाहीँ त कर्मै खोटी हो कि जस्तो पनि लाग्छ। केही गरी मिल्दैन। खै सिद्धि चिया ल्याउनु गिलास ल्याउ। तपाईँ हालेर बोल्नु। घरमा आगो लगाएर खरानी बोकेर हिँड्नलाई चक्रव्यूह रचिस राधिका, तर सफल हुन दिन्न म। असफल बनाउन त सक्नु पनि पर्यो नि, होइन त भाइ? खै दिदी तर भाइ 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 मिलेपछि जस्तो सुकै शत्रुलाई पनि पराजित गर्न सकिन्छ, बुझिस्? कान्छी साग त हालिसक्यौ? ल ल आज त्यो साग र आलु बनाऊ है, मिठै हुन्छ कहिलेकाहीँ खानालाई। चटनी चाहिँ त्यही गोलगोडाको पुर्नै हो है आमा? हुन्छ हुन्छ, ती खरो छ त्यो मिठो हुन्छ ल। ए मुकेश, आज चन्द्रलाई खाना यतै खाने भनेर बोलाउनु पर्छ। यी खाऊ सँगै जा। शिव दाईको बनायो त। शिवको कहाँ छ शिव? बारीतिर हुनुहुन्छ। हजुर दाई। ए मुकेश, त एकछिन घरमुनिको मुलाबारी मन्दिर आइज त। किन हो दाई? आइज न, मैले भनेपछि खुरुक्क। काम छ कि त सानो काम छ, आइज। ल हुन्छ हुन्छ दाई, म आएँ नि त। ल ल छिटो गरेर आइज। के भन्छ? त्यहाँ मुलाबारीमा एकछिन आउनु र त्यहाँ गएर आउँछु नि त। भनेपछि भाइसँग पनि सम्पत्ति बाँडफाँडको कुरा गर्न मन लाग्यो, होइन त शिव दाई? राधिका किन हाँसेकी तिमी? हेर्नु न आमा, यो कान्छो कति सोझो छ। शिव दाईले बोलाए पनि हस् भन्छ, चन्द्रे दाईले बोलाए पनि नाइ भन्न सक्दैन, गइहाल्छ। तपाईँहरूलाई पनि हार्न सक्दैन। त्यही भएर यसलाई देखेर हाँसेकी नि। संस्कारी छन् छोरा, अरू जे भए पनि। राधिका अब खाना खानुपर्छ, बालाई पानी लाउँदैन। किन हो बा आज तलै झर्नु भएन, ओछ्यानमै बसिरहनु भएछ, झोक्राइरहनु भएछ। यसो हातखुट्टा बसार्नु भन, खाना खानु पर्यो। हस् हजुर। बुझ्न त बुझे दाई, तर के को तर सर हो र? के तिमीलाई म भाइमा राख्छ लाग्छ? हेर कान्छ, मलाई तिम्रो दुवैजनाको माया लाग्छ। म विदेश गएको पनि त सहगोलकै सम्पत्तिले त हो, होइन भन्छ? हो, त्यसैले सहगोलमा भएको सम्पत्तिमा तिमीहरूको पनि हक लाग्छ के? मैले त खै केही कमाउनु पनि सकेको छैन दाई। जहाँसम्म यो मायाको कुरा छ, चन्द्र दाई र तपाईँ पनि मेरो बा पछिको बाहरू हुन्। मलाई पनि माया उत्तिकै छ दाई। अब हुन त चन्द्र दाईले पनि यो कुरालाई नाइ भन्नुहुन्छ जस्तो चाहिँ लाग्दैन, तर फेरि तर के खान्छ? यति बेला चन्द्र दाई र भाउजूको पनि सम्बन्ध राम्रो छैन दाई। यही कुराले गर्दाखेरि घरमा सबैजना तनावमा हुनुहुन्छ। अनि यो जग्गाको बाँडफाँडको कुराले गर्दाखेरि तुलसा भाउजू र तपाईँको पनि त्यस्तै भयो भने त किन चिन्ता गर्छस् के तेरो भाउजूको भन् त? तेरो भाउजूलाई सम्झन जिम्मा मेरो भयो,
चिन्ता नगर नि तिमीहरू। होइन दाइ, एकचोटि तुलसा भाउजूसँग यो विषयमा राम्रोसँग सल्लाह गरेकै राम्रो हुन्छ जस्तो लाग्छ। अब हुन त म सानो मान्छे, चन्द्रले पनि मसँग साह्रै चित्त दुखाएको छ। अब त्यसले भैँसी पालन गर्छु भनेर त्यो जग्गा माग्दाखेरि त्यो बेला मैले दिन सकिनँ। त्यही भएर चन्द्र मसँग रिसाइरहेको छ। आखिर मरेर के चाहिँ लानु छ र भाइ? अब उता अर्को आमापट्टिको राजदाईले हामीलाई बेला बेलामा सहयोग गरि नै रहनु भएको छ। अब तिमीहरू भनेको त एउटै कोखका दाजुभाइ हामी। म तिमीलाई बाँडिदिन्छु क्या मेरो जग्गा। हुन त हो दाइ, तर दाइ उतापट्टिको राजु दाईको भाउजू हुनुहुन्छ नि, उहाँ त असाध्यै मनकारी हुनुहुन्छ नि। अब हुन त अलि उनी खानी भएर पनि होला, तर मुना भाउजू र तुलसा भाउजूले पनि मलाई उत्तिकै माया गर्नुहुन्छ। बेला बेला परेको बेला सहयोग पनि गर्नुहुन्छ। ल ठिकै छ कान्छा, यो कुरा छोड अहिले। अब यसो गर, चन्द्र दाईलाई गएर शिवदाले यस्तो भनेको छ भनेर घर सुना जा। दाइ, यो कुरा चाहिँ मैले भन्दा पनि तपाईँले नै एकचोटि दाइलाई भनेको राम्रो हुन्थ्यो कि? भन त म पनि भन्छु के कान्छा, तर अहिले यो स्थितिमा चन्द्र मसँग भन्दा तँसँग नजिक छ। त्यसैले तँ गएर भन्न अहिले। हुन्छ दाइ, अब सकेसम्म भयो भने तपाईँले नै भन्दा हुन्छ हुनु चाहिँ। हुन्छ दाइ, म दाइलाई गएर भेट्छु। साँच्ची घरमा खाना पाक्यो भन्दै हुनुहुन्थ्यो आमाले, तपाईँ जाँदै गर्नु नि त। म चन्द्र दाइलाई भेटेर खाना खाना पनि बोलाउँछु, अनि मौका मिल्यो भने कुरा पनि भनेर आउँछु। चन्द्रलाई त्यसको ससुराले दिएको सम्पत्ति पनि बाँडिन्छ भन्न त छुटाएछु मैले। मैले छुटाएँ? कुन संस्कार दिन छुटाएँ त मैले? जति दुःख काट्नु थियो मैले काटेँ, जति अप्ठ्यारो सहनु थियो मैले नै सहेँ। एक्लै समस्याको भारी एक्लै बोकेँ, पीडाको भारी एक्लै बोकेँ। आधा पेट पनि मैले खाएँ, च्यातिएका पनि मैले लाएँ, अनिद्रो पनि म नै रहेँ। तर तिमीहरूलाई नि मैले कहिले भोको राखिनँ, कहिले नाङ्गो राखिनँ। सकेको शिक्षा पनि दिलाएँ। जति सोचेँ मैले, जति गरेँ सन्तानकै लागि गरेँ। यो बिचमा कहाँ थिएँ त म? कहाँ थिएँ मेरा सपना? कहाँ थिए मेरा रहर? कहाँ थिए मेरा इच्छा? सबै मार्या हो नि। फेरि पनि तिमीहरूलाई चित्त बुझ्दैन भने म के गरौँ? ए बोल न। किन घोसिएर बस्छस् न? केही त बोल। अनि दोष जति सबै मैले बोक्नु पर्ने अहिले पनि? मन जति सधैँ मेरै चाहिँ पोलिरहनु पर्ने? मलाई पनि त शान्ति चाहिन्छ नि। अझै बोल्दैन ल, हेर त। म पागल हो एक्लै कराइरहन नि। बोल्नु, बोल बोल, के छ तेरो मनको कुरा? मैले यत्रो सङ्घर्ष गरेको एक्लै तिमीहरूका लागि यही दिन देख्नलाई हो त? ए बाबु चन्द्रे, किन त्यसरी धुमधुम्ती बस्छस् भन् त? मलाई झन् पीडा हुन्छ। के छ कुरो ल भन्न? तेरो मनको कुरो भना छ। मेरो कुरो कसले सुन्न खोजेर बोलौँ आमा? मेरो मनको व्यथा कसले अहिलेसम्म म सुन्छु भनेको छ र बोलौँ? म सुन्छु ल भन्। आमा, त्यो साइलीको फोटो सिरानीमा मैले राखेकै होइन आमा। अझ त्यो अर्को केटी त को मलाई थाहा पनि छैन, मैले चिन्दा नि चिन्दिनँ आमा। म होइन, मैले गरेको होइन भने त तैँले भाङ खाएको थिइस्, भाङ खाए बेला खिच्या थिइस् भन्छ। मलाई थाहा छैन आमा त्यो केटीको कहाँबाट आयो, कसरी आयो पनि थाहा छैन आमा मलाई। खालि यही कुरालाई बहाना बनाएर डिभोर्स दिन्छु भन्छ, तँसँग बस्न सक्दिनँ भन्छ। मैले कसलाई के भनौँ आमा?
मेरो गल्ती नै छैन, त्यही पनि म झुकै गर्नुपर्ने आमा। मेरो कुरो कसले बुझ्यो त? हजुरको अहिले आएर सोध्नुभयो, तर मलाई त अहिलेसम्म कसैले म तेरो कुरो सुन्छु भनेर पनि सोधेको थिएन। आमा, खाएको विष पो लाग्छ र होइन? कतै नखाएको विष पनि लाग्छ र? कठा झुक्ने हो र आमा, कतिचोटि झुक्ने हो र? मेरो गल्ती छैन आमा, कसम गल्ती छैन। तेरो गल्ती छैन भने नि यो सब के भइराखेको छ त भने कसले खेल खेलिराखेको छ? मैले कुनै त्यस्तो प्रमाण फेला पारिराखेको छैन। यो घटनालाई प्रमाणित गर्ने एउटी आमाले तथ्यविहीन आरोप कसैले लाउन मिल्दैन चन्द्री। जे नहुनु पर्ने हो त्यो भइराखेको छ। मुना भन्छे अब तपाईँको छोरासँग मेरो जीवन अगाडि बढ्न सक्दैन आमा भन्छे। तँ भन्छस् म कति झुकु, अब म झुकिरहन सक्दिनँ, सम्झौता गर्दिनँ भन्छस्। यो त गलत भयो नि त। तर यो प्रमाण, यसको तथ्य चाहिँ म पत्ता लगाएरै छोड्छु। जसले खेल खेलिराखेको छ नि त्यसको खेलको अन्त्य चाहिँ म गराएरै छोड्छु। तर एउटा कुरा याद राख, यदि त्यो तथ्य र प्रमाणले तँलाई दोषी ठहरायो भने तँ पनि उम्किन्नस् मेरो कारबाहीबाट। म कसैलाई पनि छोड्ने छैन, नाङ्गे झार बनाएर छाड्नेछु। यो चाहिँ मेरो वचन भयो तँलाई। कलेजो काटेर हुर्काएका छोराछोरी औ तिमीहरू मेरो। मैले मात्रै कलेजो काटेर पनि के गरौँ? कोही जिम्मेवार छैन। त्यो कान्छालाई मैले जान त दाइले पोला भात खान भनेर बोलाएको, म आएर यत्रो बेर बसिसकेँ, त्यो अहिलेसम्म यहाँ मुन्टेको छैन। कसैलाई आफ्नो जिम्मेवारीको मतलब छैन। अब घाँटी यस्तो भइरहेछ, औषधि खानुपर्ने। एक घाँस चारो नहालिकन औषधि खान मिल्दैन। त्यो कुरो कसले बुझ्ने? लै अमा भन्नुपर्छ। लै उठ। अहिले म गएँ। के अरे? काला साला भड्काइदिन्छु नि फेरि मलाई। तँ चाहिँ कता मुन्टिया थिइस्? तँलाई के गर्न पठाएँ मैले? यस बेला आउने? अब म उता शिव दाइलाई भेट्न गएको थिएँ। किन गइस् शिवलाई भेट्नु? मैले तँलाई शिवलाई भेट्न पठाएँ कि चन्द्रलाई बोलाउनु पठाएँ? त्यतैबाट यता आउँछु भन्दै लागी छ। तँ र शिव मिलेर के खिचडी पकाउँदैछ हो फेरि नयाँ? आमा, शिव दाइले त्यो स्पष्ट भन्, कुरो के हो? दाइले हामी के भनेर शिव दाइले त्यो आफूले किनेको बारी चाहिँ हामीलाई पनि भाग लगाउने भनेर भन्दै हुनुहुन्थ्यो। त्यही चाहिए आएन मलाई कसैको सम्पत्ति। अनि त्यही जग्गा बाँड्छु भन्नलाई तँलाई खुसुक्क बोलाएर एकान्तमा भन्नुपर्ने रे? बाबामा जिउँदा छन् भन्ने कुरो याद छैन त्यसलाई? हामीलाई भन्दा के हुन्थ्यो? आमा, मैले लिन्छु भनेको होइन नि। आउँछु भनेर मक्ख त परिस होला नि। जोख्न खोजे होला नि। अब मैले एउटा भैँसी पाल्नलाई टहरो बनाउँछु भन्दाखेरि नदिया जग्गा चाहिएन मलाई। अब कसैको सम्पत्ति ल्याएर यहाँ के हुने पनि है चाहिन्छ। ल भो, धेरै बखेडा खडा नगर तँ पनि। अप्ठ्यारो पार्छस् तँ नि। खुरुक्कन भात खान आइज। भोक लाग्यो मलाई, औषधि खानु छ अघि भनिसकेँ। हजुर पनि मुन्टिनुहोस्। जग्गा पाइन्छ भनेर फेरि कुना काप्छ पस्ने होइन। त्यो बेला एउटा पनि दिएनन्। कति गरेका थिए? साथ मिचेर अहिले बाँड्न पर्ने। नलि त पनि चाहिँदैन भन्दै लिने होइन।
सक्यो। आफू किन आइराख्यो भने सन्चो नभए मान्छे लुखुर 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 पछि पछि किन लाग्नु पर्यो। अब अस्तिना जस्तो पक्लक्क ढल्यो भने के हुन्छ रिङ्गट लाएर। म चन्द्रे र मुकेश ढिला गरेँ भनेर किन ढिला गरेँ भन्दा यहाँ हेर्न आएको म। अब तिमी चन्द्रलाई सम्झाउन हिँडेको जस्तो लाग्यो। तिम्रो गमेर कुरा गर्ने बानी छैन, चन्द्रको खुलेर कुरा गर्ने बानी छैन। मन पोल्यो त्यही भएर हिँडेको नि। भयो त अब शीतल घरमा भात पाकिया छ, तातो भात दुई गाँससँगै खाउँ भने कोही जम्मा हुँदैन। कोही कता सबको मनोमानी छ। खोज्न हिँड्नु पर्ने मैले। उ ल्याएँ दुईटा महाराजलाई फकाएर खाना खानु पर्यो। ल हिँड्नु, हजुर पनि हिँड्नु। अनि चन्द्रलाई सम्झायो कि हप्कायो त? अचम्म लाग्छ मलाई त कुरा सुन्दा पनि। आमा हो मैले यसै गरी हुर्कायो, गाली गर्दै सम्झाउँदै बुझाउँदै मुसार्दै। के लाग्छ हजुरलाई? हजुरको पो दुईतिर घरबार, ठुलो हिस्सा उतैतिर पर्यो। कहिले काहीँ आएर यहाँ चाहिँ नि बहाना मात्रै बनाउने हो। के नगरे जस्तो। कहिले फेरि कस्तो न मलाई नै पो अचम्म लाग्छ मलाई त। सबका पिरका भारी मैले बोक्दिन पर्ने, सबलाई मैले सम्झाउनु पर्ने, अखानोमै अब्जसीमै। अझै गाँठे पर्दैछ नि। आऊ यहाँ बास समेत आइसक्नु म तिमीलाई बोलाउनलाई। मान्छे पछि बोलाउन आउनु पर्ने। ल हिँड्नु त। मुकेश त आमालाई लिएर जा त, म चन्द्रसँग एकछिन गफ गरेर आउँछु। के अचम्म हो फेरि यो? भाखानी कुरा गर्दैछु म, फेरि व्यक्ति जोडिने के हो यो? खुसुखुसु हो, ठुलै कुटुरो होला। भात खाएर पुकाए त हुन्थ्यो नि त नि। लाग्यो मुकेश साथ बाँकी राख्नु, अलिअलि मात्रै फुकाएर आउनु। त्यो खोलालाई हेर त, सिधा भएको छ छैन। हो त्यस्तै हो मान्छेको जीवन पनि र सम्बन्ध पनि। कहिले सुखमा, कहिले दुःखमा, अनि कहिले हल्का खटपट। कहिले मान्छेको जीवन प्रगाढ मायामा बित्छ र सम्बन्ध पनि। सम्बन्ध गाँस्नेले माला जस्तै बनेको त्यो सम्बन्धलाई जोगाउन पनि सक्नुपर्छ। अनि पो त्यो मालाको अस्तित्व रहन्छ त छोरा। विश्वासको गति अविश्वासमा परिणत भएपछि हरेक खोला पनि गडगडाउँदो रहेछ। मेरो जीवनलाई बगर बनाएर मेरो सोझोपनको फाइदा उठाउनेहरू सलबलाए जस्तो लाग्छ बुहारीले। मलाई पनि त्यस्तै लाग्छ। त्यो राधिका बरबाट यो घरमा आएदेखि, हुन त त्यो पनि मेरी छोरी नै हो र तेरी बहिनी। त्यसैले त बिना प्रमाण मैले कसैलाई आरोप लगाउन सकिरहेको छैन बुवा, र विश्वास नगर्नेलाई विश्वास दिलाउन पनि सकिरहेको छैन। पिर नगर, ढिलो चाँडो सत्यको जित हुन्छ। विश्वासको पहिरोमा सम्बन्ध पुरिसकेपछि पनि सबैतिरबाट टुटिसकेको छु। हरेश नखा, म छु, भरोसा गर। राधिकाको हिँड्नेको चाल लागेको छैन मलाई। होसियार रहनु। एउटा बुढो बाउले आफ्नै छोरीलाई लान्छना लगाउनु पर्दा मलाई पनि दुःख लागेको छ। तर यो सब गतिविधिको पछाडि उसका कर्महरू कारण हुन सक्छन्।
होइन खाना खाने बेलामा सबैजना तितर बितर किन भएका हुन् बा खोइ मुकेश खोइ आमा 12 मुकेश मात्रै किन खोइ त चन्द्रे चाहिँ सम्झिनुहोस् त कहिले चन्द्रे पनि त छैन ल छट त्यहाँ म बस्छु अब उतै डिलतिर एक्लै मिठो खान बसेको मान्छे खायो होला भनेर नि अब त योभन्दा धेरै नबोला है शिव जहिले पनि घोचपेच गर्ने होइन जवाफ मेरो जिब्रोमा छ मैले अहिले भनिनँ ल खा चुप लाएर भात खा आफ्नो भात खा मुकेश खा पनि खा के हेरिरहेको सेराउँछ खाना सेलायो कि है आमा एकचोटि तताउनु पर्ने रहेछ गर कतिचोटि तताइरहने तातो घाँस खानलाई त सबैजना एकैचोटि खाने बेला भयो भनेर जम्मा हुनु पर्यो नि घर यति बेला खाना पाक्छ यति बेला गएर खाइदिनु पर्छ पातै खाइदियो भने बा आमाले पनि बेलैमा भात खान पाउँछन् औषधि खानेले खान पाउँछ भनेर ख्याल गर्नु पर्यो नि बाजले लखेटिया चल्ला जस्ता चाहिँ नि 5 जना जान्छ घर म 6 तिर भौतारिनु पर्छ बुझ्नेले नबुझेपछि चिसै हो अब ल कहिले कहीँ अलिअलि सेलायो खाए पनि हुन्छ 2 घाँस खानु छ खाने बेलामा खैला बेला आइस् त भने ल त यो खाँदै गर्ला कसैको पेटमा त एक चिसो खाना पनि नपरोस् भन्ने छ मलाई आमा भइगयो म पछि ल हेर न फेरि पस्किया भात छोडेर ए बाबु चन्द्रे दाइ चन्द्र दाइ दाइ ल तिमीहरू खाऊ नि चन्द्र त्यसै छोडेर गयो त्यो भात खाऊ तिमी खाऊ ल खाऊ शिव तल केही चाहिन्छ कान्छा ल तिमीहरू खाँदै गर के चाहिन्छ खाऊ है सायद चन्द्रले हिजो पनि भात खाएको छैन जस्तो छ सन्तानलाई भोको राखेर कसरी अगाउन सक्छु म
सारिकाको मैले त्यसको जीवनमा कुनै दखल पुग्ने गरी केही गर्दै जस्तो त लाग्दैन। 2 गुणकै सही। आखिर हो त हामी 4 दाजुभाइको एक्लै भए। तर पनि यसले किन यस्तो भइरहेछ? अब यो समाजले अनि मेरो आफन्तले मलाई नै पागल भन्ने छ। नभनुन् पनि कसरी म हरेक कुरामा असफल भएको छु। मायामा, कर्ममा, कर्तव्यमा। के छ त ममा कमजोरी? एउटा कमजोरी छ बाबु तमा। त्यो कमजोरी भनेको पटक पटक मन बदलिरहने। कतिपय कुरामा मन अडिग बनाउनुपर्छ। म त्यो कमजोरी सुधार्ने कोसिस गर्छु। अरू पनि केही कमजोरी छ भने भन्दिनँ। आखिर म तपाईँकै छोरो त हो नि, रिसाउँदिनँ गएर। रिसाए तेरै मुखमा ल्याएर हुन्छ, मलाई के फरक पर्छ? तर सुन चन्द्र, रिस खा आफू, बुद्धि खा अरू भन्छन् नि। अहङ्कारले मानिसलाई पथभ्रष्ट, बुद्धि नष्ट, शरीरलाई पनि क्षीण बनाउँछ। त्यसैले भन्छन् गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ। जोसँग पनि झुक्यो भने त हेप्छन् नि, होइन र बुवा? त्यस्तो होइन छोरा। निहुरिनुको मतलब जोसँग पनि निहुरिनुपर्छ, बाँचिनुपर्छ भन्ने होइन त। तर बुद्धिमान मान्छे मधुर हुनुपर्छ, थोरै बोल्ने, धेरै सुन्ने हुनुपर्छ। अप्ठ्यारो समय आउँछन्, अत्तालिनु हुँदैन। धैर्यता नै सफलताको द्योतक हो, बुझिस्? खै बाले बेला बखत सम्झाउने गरेका अर्थी उपदेश र आमाले सधैँ सम्झाउने गरेका कुराहरूलाई मैले लागू गर्न नसकेर नै असफल भएको त होला नि। तर पनि मैले आफ्नो कर्तव्य त पुरा गर्न छोडेको छैन नि। छोरा छैन साहब, कर्तव्य जागिर होइन नि साहब। जीवनभर सकुन्जेल निर्वाह गर्नुपर्ने सकारात्मक जिम्मेवारी। यसबाट जस अपजस दुवै पुरस्कार मिल्छ। जसले यो लिन सक्छ उनै जीवनमा सफल हुन्छ। मैले जानी जानी गल्ती गरेकै छैन र कसैलाई अन्याय पनि गरेको छैन। होइन, मैले कसैलाई अन्याय गरेको छैन भने मैले अन्याय किन सहने? ठिक छ, मैले कर्तव्य निर्वाह गर्दा आउने जस र अपजसका भारी बोक्नुपर्छ। बोक्छु, भाग्दिन। माथिया स्याबास। यो असहज परिस्थितिमा पनि सही निर्णय गर्न सक्ने क्षमताको विकास भएछ त। मलाई खुसी लाग्यो। म अघिदेखि तेरो गतिविधि निहाल्दै थिएँ यहाँ। कोसँग कुरा गर्दैछस् भनेको तेरा कुरा सुनिरहँदा गर्व लाग्यो मलाई। नखाइकन फुत्त निस्किस, त भोकै निस्केसी म कसरी खान सक्थेँ?
पछि पछि आएँ बाबु अन्न त्याग्नु हुँदैन पाप लाग्छ मान्छेले त्याग्नु पर्ने कुराहरू धेरै छन् जीवनमा रिस राग लोभ मोह क्रोध अहंकार सबै कुरा त्याग्नुपर्छ तर अन्न त्यागेको छैन आफ्नो घर उजाड बनाउनेलाई त बहिनीको दर्जा दिएको छु भने अन्न त भगवान हो त्यागेको छ तैँले एकदमै ठिक भनिस् बाबु तर आमाले मैले भनेको कुरा सबै ठिक भन्नुभयो भनेर त्यति धेरै औसिनु पनि पर्दैन सन्तानले गर्ने हरेक गतिविधिमा राम्रो र नराम्रो कुरा उसको आमाले निगरानी गरिरहेकी हुन्छ त एक्लो छैनस् म छु तेरो साथ कुनै पनि परिस्थितिमा त बस अगाडि बढ सही बाटोमा बुझिस् खाना पाकेको छैन अझै अरू त सबै पाक्यो तेरो र मेरो तरकारी कुरेको खोइ त अनि ल्याइनस् के भने तिम्रो मैले ल हेर्न फेरि आफूलाई झन् कस्तो खान मन लाग्थ्यो आज तेरो भाइ मासु लिएर आइज है भने होइन ए मैले त भुसुकै बिर्सिछु कामको सुरुमा थिएँ दिदी भोलि खाउँला नि त भइगयो त बच्चा भएको बेला खान मन लागेको कुरा खान पाएन भने कस्तो हुन्छ भन्ने कुरा तँलाई के थाहा के खाइराख्न मन लागेको हुन्छ तैँले के बुझ्थिस् त पनि छोरा मान्छे न परिस् बरु आमा भएको छोडिदे झन् भाइ आउला मासु ल्याउला भनेर यहाँ मसला पनि ठिक्क पारेर राखेको ऊ चाहिँ खाली हातै आयो सत्य दिदी सरी अब दुध पुर्याएर घाँस लिएर जानु पर्यो भनेर घाँसतिर लागेँ मासु लिएर आउनु त भसक्कै बिर्सिछु अब हेर्न यस्तो घाम पनि छ भोक पनि लागिरहेछ थकाइ पनि लागिरहेछ तँलाई यही बेला खान मन लागेर छ कि गएर लिएर आउँ त भो अब पर्दैन थाक्या मान्छे किन जानु नि के बाबु खुरा गएर लिएर आइहाल्छस् त दिदी गाह्रो भइरहेको छु भनिरहेको छु झन् आज आलु सालु भोट त्यसैमा खाने बा पनि आउने बेला भइसक्यो गाईलाई घाँस हालेर आइन्छ उठिहाल है आलु माइती भनेको पनि काम खान्जरी मात्रै हो दाइ भाउजू कस्ता पर्छन् बाउआमा सधैँ बाँध्दैनन् बिचरा चन्द्रु खारी मुलुक जान लाग्छन् भेडा चराउन जाऊ मुना रोक तिमीले बिहे नगर्दै त यसको ताल यस्तो छ ठिकै भनेर छिन् अञ्जली दिदीले कसले के ठिक भन्यो भन्दैछौ छोरी होइन के होइन बा अनि के हो हात त लसुन प्याज छोडाएर ठिक्क पारिछौ यसो भरे भोलिलाई सजिलो पारिराखेको नि बा अरू त सबै पाकिसक्यो अब आलु भुट्नु मात्रै बाँकी छ अहिलेसम्म पाकेको छैन अनि किन त अबेर भइसक्यो त एक गाँस तातो खाएर चाहिँ तल्लो गाउँसम्म जाउँ भनेको एकैछिनमा भुटिहाल्छु बा ल यो त अझसम्म यहीँ रहेछ आलु भुटिनुहोस् भने भोक लागिसकेको थियो झन् ल हात खुट्टा धुँदै गर अब एकछिनमा तयार भइहाल्छ नि जान्छ छिटो गर न भोक लागिरहेको छ झन् ए अब घरमा मान्छे भयो कि यतिखेरसम्म खाना पाक्दैन के हो छिटो भुट है दिदी घरमा धान जानु पर्ने छ है सन्देश दे एक लिटर पानी लिए म पनि हात खुट्टा धुन्छु ए दिदी एक अमर पानी ल्याइदिइहाल त बाले हात गरेर धुन्ने
छिटो ल्याइदिएर पानी ल्याइदियो भने यहाँ हेरिरहेको छु पानी ल्याइदिएर के बालाई अनि किन त अबेर भइसक्यो त एक गाँस तातो खाएर चाहिँ तल्लो गाउँसम्म जाउँ भनेको खाना पाएको छैन अझै भाग कस्ता हजुरहरूले हेर्सक्नुभयो होला सो हजुरहरूलाई आजको भाग कस्तो लाग्यो सो कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ